साउन लागेपछि मकै खाम्ला भन्दा भन्दै मकै त यस्ता पो भएर सुकेछन्। अब एउटा दुईटा भएको मकै पोलेर चाहिँ खान पर्यो भनेर अब सुरु गरौँ भनेर थालेको। अब यता बाहिर यत्रो पानी आउन सुरु पो गर्न थाल्यो। यो बर्खायाममा त केही भर नहुने के केही खाम बनाम भने पनि आफ्नो इच्छा लागेको चिज केही गर्न नपाउने, पानी झम्मा आइदिइहाल्ने, डिस्टर्ब गरिहाल्ने कस्तो है। इच्छा पनि अब उपाय त रच्नै पर्यो। अब के उपाय गरेर खाने होला त? मकै पोलेर त खान पर्यो। अब मैले त यस्तो उपाय गर्न थालेँ। बाहिर आगो फुकौँ भनेको पानी आयो, झमझम बर्खामा पानी आएपछि अब यो उपाय गरेर पोलेर खान थालेँ साथीहरू। मकै खाने भन्दा भन्दै सुकेर गइसकेछन्। बिदाको दिन पारेर सबै मिलेर खाम्ला भन्यो, कहिल्यै नमिल्ने, फुर्सदै नमिल्ने, कहिले कसलाई नमिल्ने, कहिले कसलाई नमिल्ने भएपछि साँच्दा साँच्दै मकै सुकेर गयो। अब मैले त अब यसरी पोल्न थालेँ। यसले पोलेर खान सकिन्छ कि सकिन्न होला यसरी साथीहरू कमेन्ट गर्नु होला है। म त अब यस्तो तरिकाले मकै पोलेर खान कस्तो पहिला बालापनमा माइतमा आगो फुकेर दाउराको आगोमा पोलेर खाएको मकैको स्वाद ताजा यहाँ अहिलेसम्म रहिरहेको छ। अब आफ्नो घरमा यसो दुई चारवटा मकै फलेका पनि खान नपाएर सुकेर जाने कन्डिसन आयो। आगो फुक्न पनि पाइएन। यो काठमाडौँमा बसी टोपलिएको दाउरा पनि छैन, सबै पानीले भिज्यो। अलिअलि भएको बोट बिरुवाको दाउरा नि यसो भयो नि चिसो बालेर भयो नि खाम्ला भनेको पानी आइदियो। अब के गर्नु त? अब त्यही अब अहिलेको विकसित जमानामा अब त्यही अनुसार चल्न पर्यो। त्यसैले अब यो पुरानो पाराको यो हिटरमा पोलेर खान थालेछु साथीहरू। हुन्छ कि हुन्न होला, के हुन्छ होला, पोलिन्छ कि पोलिन्न होला। तपाईँहरूले यसरी पोलेर खानुभएको छ कि छैन? मैले त आज यसरी पोलेर खान थालेँ। मिठै हुन्छ कि जस्तो लागेको छ। अहिले पोलेर भ्याइसकेपछि देखाम्ला कस्तो रहेछ, हेर्नु होला है। हेर्दै जानु होला यो भिडियो। यो मकै कस्तो निस्किँदो रहेछ पोलेर भ्याउँदासम्म है त। ल हेर्नु त, यस्तो मजाले पिल्सिँदो रहेछ नि। अब यतिको पिल्सेपछि त यसलाई अब यसैमा पटटटटट पड्काउँदा कस्तो हुन्छ हेर्नु है त। खाने मुखलाई जुगाले छेक्दैन भनेको यही त हो नि। खाने इच्छा अब भुटेर खाएको स्वाद त ग्यासमा कराईमा भुटेर खाँदाखेरि पाइसकियो। अब उसिनेर पनि खाइसकियो। अब पोलेर खाने त हामीले बच्चा बालककालमा खाएको स्वाद त बिर्सिनै नसकेपछि अब एउटा उपाय त रच्न पर्यो। दाउरा बाल्न नपाए पनि दाउराको अलावा के गरेर खान सकिन्छ त? अब ग्यासमा ग्यास त अब केले बनायो ग्यासमा अलि राम्रो नहोला भनेर मैले उपाय निकालेँ साथीहरू। खाने इच्छा छ भने यसरी पोलेर नि खान सकिँदो रहेछ। ल हेर्नु, अब यो पड्कियो, पटटट्ट पड्किया सुन्नुभयो होला नि। यसरी यस्तो मजाले पिल्सियो त यहाँ, यति मजाले पिल्सियो। ल हेर्नु, अब यसलाई पड्काएको पनि देखाउँछु कस्तो हुँदो रहेछ पड्काएर खाँदाखेरि। पिल्स्याउँदाखेरि यत्तिको भयो। अब यसलाई यहाँ पड्काउँदाखेरि कस्तो होला त? ल हेर्नु, अब यहाँ पड्काउँदाखेरि अब यता पिल्सिराखेको छ एउटा मकै आफ्नो घरमा फलेको। हेर्नु कति राम्रो अर्ग्यानिक सेतो मकै, लोकल मकै पोलेर खाँदा कति मिठो हुन्छ होला। आफ्नो घरको आफ्नो हातले लगाएको मकै। त्यसले आफ्नो इच्छालाई नमारिकन इच्छा भएको चिज चाहिँ उपाय खोजी गरेर खानुपर्छ कि। इच्छा लुकाएर राखियो भने त भोलि मरियो भने त त्यो इच्छा त्यसै बाँकी रहन्छ नि। ल यति मजाले पड्कियो। ल यत्तिको भयो। ल हेर्नु कति राम्रोसँग पट्ट भुम्रामा आगोको भुम्रामा पड्किएको छ। खाँदाखेरि स्वादिलो हुन्छ कि यसरी पोलेर खाएको मकै। ग्यासमा पोलेर चाहिँ नखानु होला। ग्यासको चाहिँ त अब ग्यास त के राखेर बनायो होला, के राखेर बनायो होला। यो त खास बिजुलीको खर्च न हो। बिजुली मात्रै लाग्ने नै हो यसमा त अलिकति, अरू त केही हुँदैन। करेन्ट पनि लाग्न सक्छ, विचार गरेर पोल्नुपर्छ। विचार साथ संयम भएर पोलेर यति राम्रो मकै अब खाना तयार भइहाल्यो नि। अब पोल्नको लागि
पोलेको खाने मकै इच्छा भएन, खान पाइएन, दाउरा छैन, बजारमा बसेछ खान पाइएन, गाउँघरमा भए कसरी खान पाइन्थ्यो भन्ने थुक्क थुक्क भएर किन बस्न पर्यो त, होइन? इच्छा लागेपछि उपाय जहाँबाट निस्किन्छ कि साथीहरू। ल हेर्नु, मैले त आज पानी परेको छ झुमझुम बाहिर, यस्तो चिसो छ, जाडो भयो। अनि त बारीमा मकै छ, मकै सुकेर गएको छ। अब बजारतिर खाजा किन्न जान्छन् नि मान्छेहरू, आफ्नो बारीमा भएको यसो नहेरिकन बारीतिर भोक लगाएर बारीतिर डोल्न गएको, मकै त सुकिसकेछन्। हतार हतार गरेर ल्याएर पोलेर यस्तो अब केमा पोल्ने त ल्याएको, ल्याउँदा ल्याउँदै पानी पर्यो। पानी परेपछि त अब पोल्न आगो फुक्न पाइएन बाहिर, भित्र फुकम घरभरि धुवै धुवा हुन्छ। आगो फुक्ने व्यवस्था गरेर बनाएको पनि छैन घर, अनि सधैँभरि दाउरा पाउने कुरो नि हुँदैन। त्यसैले अब के गर्ने त, यसै यहाँ पोल्दा त धुवामपुर भइसक्यो। त्यसैले इच्छालाई कसैले पनि नदबाइकन राख्नु होला, यस्तो मजाले पड्काएर मकै खानु होला, सिजनको स्वाद लिइहाल्नु होला है। ल हेर्नु कति राम्रो भयो मकै। अब यति वर्षी मकैको रहर पुगेन त खानालाई। ल खाएँ है त। आफ्नै घर फलेको अर्ग्यानिक मकैको खाजा। तपाईँहरूले खानुभयो साथीहरू? मैले त खाएँ है त।